केही दिनअघि अमिषा पराजुलीले नेपाल प्रहरीको साइबर ब्युरोमाथि गम्भीर आरोप लगाइन्। एक वरिष्ठ प्रहरी अधिकारीले उनकी आमालाई बनाउनुपर्छ अत्यन्त भनेर यो अपाच्य कुरा पुलिसले भनेको मेरो मम्मीलाई उनले भनेर सार्वजनिक रूपमा पठाएपछि बताइन्। त्यहाँदेखि अब मेरो मम्मीले मलाई प्रहरीले के साइबर गर्नु ब्युरो पर्थ्यो? जानु दिनु भएन। पर्दैन, तथ्य पढाउनु ल्याउनु भएन। पर्थ्यो, तैँले गर्दा सीसीटीभी फुटेज देखाउनु पर्थ्यो, अडियो रेकर्ड भए सार्वजनिक गर्नु पर्थ्यो, आन्तरिक छानबिन गर्नु पर्थ्यो। तर त्यसको सट्टा प्रहरीले त्यही गर्यो जुन शक्तिमा बसेकाहरू सङ्कटमा पर्दा गर्छन्। उनीहरूले परिवारलाई हतियार बनाए। उनीहरूले आमालाई कार्यालयमा बोलाए। एउटी आमाको डर, छोरीप्रतिको चिन्ता, सुरक्षा भाव र मायाको फाइदा उठाए। अनि तयार पारियो एउटा कागज, एउटा माफीनामा। यो कुनै सामान्य प्रशासनिक प्रक्रिया होइन। यो सिधै डर देखाउने राजनीति हो। यो सिधै मानसिक दबाव हो। यो सिधै पारिवारिक ब्ल्याकमेलिङ हो। आमाले माफी मागिन् भन्ने वाक्यको अर्थ केवल कानुनी हुँदैन। त्यो सामाजिक हुन्छ, नैतिक हुन्छ, भावनात्मक हुन्छ। समाजले के सुन्छ? छोरी गलत रहेछ, त्यही न्यारेटिभ बनाइन्छ, त्यही शेम क्रिएट गरिन्छ। अमिषा पराजुली एक वयस्क नागरिक हुन्। उनको अभिव्यक्तिको जिम्मेवारी उनी स्वयंको हो। उनी माफी माग्ने कि नमाग्ने भन्ने कुरा पनि उनकै अधिकार हो। तर जब प्रहरीले आमालाई बीचमा ल्याउँछ, जब एउटा अभिभावकलाई आफ्नै सन्तानको आवाज दबाउन बाध्य पारिन्छ, त्यो केवल एउटी युवतीलाई चुप गराउने प्रयास हुँदैन। त्यो त यो भिडियो हेरिरहेका हरेक युवा युवतीलाई दिइएको सन्देश हो। यदि तिमीले शक्तिलाई प्रश्न गर्यौ भने हामी तिम्रो परिवारसम्म पुग्न सक्छौँ। यो समाधान होइन, यो साइकोलोजिकल वारफेयर हो। यो सार्वजनिक रूपमा नैतिक अपमान गराउने रणनीति हो। पितृसत्ताको जिउँदो उदाहरण हो। पुरानो इतिहासको होइन, आजकै दिनको। र त्यो पनि राज्यको वर्दी लगाएको।